दर्शकबिन अन्तिममा भने कान्छीले सागरलाई देखिसकेकी छन्। दर्शकबिन सागरका दाइ अनि देवर र कान्छी भने जङ्गलमा सागर हराएका छन् भन्ने कुरा उनले सपनामा देखेपछि उनीहरू भने सागरलाई खोज्न जङ्गलतिर पसेका छन्। दर्शकबिन त्यो जङ्गल भने राष्ट्रिय निकुञ्ज रहेछ। त्यहाँ भने धेरै जङ्गली जनावरहरू पनि रहेछन्। यता भने त्यसको बाटो सोद्धा त्यहाँका मान्छेले त्यहाँ नजान आग्रह गरे तापनि कान्छीले मानिनन्। दर्शकबिन सागरलाई जसरी पनि यही जङ्गलमै भेटाउनु छ भनेर कान्छी अनि उनको दाइ र देवर जान्छन्। दर्शकबिन कान्छीको दाइ त जाँदैन भनेर हिँडिरहेका थिए, तर भने कान्छीले जबरजस्ती उनलाई लगेकी छन्। दर्शकबिन उता सागरलाई भने उनको केटी साथीको मामाले बाँधेर राखेको छ, यातनाहरू दिइराखेको छ। दर्शकबिन अब भने कान्छीले अन्तिममा सागरलाई नै देखेको हुनुपर्छ या त जङ्गली जनावर देखेको हुनुपर्छ। अघि भने जङ्गलमा धेरै जङ्गली जनावर छन्, यता अलि डर हुन्छ भनेर भन्दा कान्छीले मानेकी थिएनन्। दर्शकबिन तपाईहरूलाई के लाग्छ, कान्छीले सागरलाई नै देखेकी हुन् या त त्यहाँ जङ्गली जनावरहरूलाई देखेकी हुन्? तल कमेन्ट बक्समा बताउनुहोला। र दर्शकबिन यदि सागरलाई नै देखेकी हुन् भने अब कान्छीले प्रहरीलाई फोन गरेर त्यहाँ प्रहरी ल्याउँछन् र दर्शकबिन सागरलाई त्यहाँबाट छुटाएर लिन्छन्। यतिका दिनसम्म भने कान्छी र सागरको मिलन फेरि हुनेछ र दर्शकबिन सागर भने अब गाउँतिर आउनेछन्।